एभ्रिवान फ्रम बगाम है। अहिले तपाईको बिहानको 3:30 भइसकेको छ है। हिजो हामी यहाँ बगाम आएर बस्यौं। अहिले यहाँ बगामबाट चाहिँ तपाईको भैरवकुण्डसम्मको यात्रा चाहिँ हामी सुरु गर्ने तयारीमा छौं है गाइस। ल साथीहरु है, बिहानको अहिले कति 6 बज्यो, 6 बजेर 5 मिनेट गयो। हामी अघि हिडेको। अब हामी चाहिँ एकदम चिप्लो बाटो, यस्तो खराब छ। तैपनि बाइकमा आयौँ, हामीले हाइक गरेरै जाने भन्ने सोचेको थियौँ, तर आधा बाटोबाट फर्केर आयौँ कि सकेन भन्दा एकदम ठाडो उकालो थियो। सिडीको सिडी अलिकति गाह्रो भयो। ल अब हामी चाहिँ अब यही बाइकहरूको पछाडि हामी पनि पछि हुँदै जान्छौँ। ल साथी पनि रेडी भयो। हाम्रो राइडर चाहिँ कडै हो है। ल मान्नै पर्छ। ल रेडी भएको छ। ल गाइजहरू, अब हाम्रो यात्रा फेरि यहाँबाट सुरु हुन्छ है। ल फेरि माथि पुगेपछि हिमाल देखाउँला। अब यहाँको हिमाल चाहिँ अब है, यति हिमाल देख्यो है। नाइस भ्यू छ है। टब फसेर गाह्रो छ बाटो एकदम खतम। गाह्रो छ, जान गाह्रो छ। जस्तो तसो गरेर आइयो साथीहरू। यस्तो छ कन्डिसन चाहिँ। ल राइड चाहिँ जसरी भए पनि गऱ्यो केटोले यहाँसम्म आइयो है। अब माथिसम्म पुरै आइस छ भन्ने सुनिएको छ। अब के हुन्छ हेरौँ। फाइनल्ली साथीहरू 3400 मिटरसम्म चाहिँ हामी आइपुग्यौँ। एकदमै रस, मान्छेको पनि रस, बाटो पनि त्यस्तै है। अनि ल हिउँ छ, हिउँ पर्यो। बाटो लास्टै चिप्लो। अब यस्तो छ। Wait, let me show, okay? Wow. और बेसरी गर्न रमाइलो छ है गाइस, रमाइलो। यो तपाईको हामी यो कहाँनिरबाट आयौँ हामी यो चोकर मकर पनि बाइकमा जान सकेन। यहाँसम्म यस्तो हिउँ रहेछ होइन। अब तपाईँले सोच्नुहोस् चोकर मकरमा कति बाक लियौँ होला होइन। गाइस मनमोहन बाटो चाहिँ कति राम्रो छ। साथीहरू एकदम प्रिपेयर भएर आउनु होला। आउने नै हो भने चाहिँ फर्स्ट अफ अल बी प्रिपेयर्ड है फुल्ली, नत्र त धेरै गाह्रो छ। जुत्ता पनि त्यही अनुसारको लाउनु होला, बहुत चिप्लिन्छ। हो गाइस हो। ल गाइस हामी अब अरू अपडेट माथि गर्दै गर्छौँ। अहिलेलाई यहाँनिरको एउटै हो, सबै बाटो यस्तै छ होइन। जस यहाँबाट अझै माथि गएपछि त अब बाटो पनि चिनिँदैन मेबी है। अब यहाँको चाहिँ त्यहाँको एक्सपेक्टेसन यसो गर्दाखेरि चाहिँ त्यहाँ गएर बाटो पनि नदेखिने अवस्था लाग्यो मलाई चाहिँ है। यो त अझै तलै हो। चिप्लो फटेर म कसरी हेरौँ? लौरो टेकेर मलाई ताम्न चिप्लेन। गाइस हामीले तलबाट देखेको रेन्ज हामीले अहिले ठ्याक्कै आँखा अगाडि देख्न सक्छौँ अहिले चाहिँ। रोशनमा पुगेको रमाइलो छ। पर देखिएका रेन्जहरू नजिकै छन्। गौरीशङ्करको रेन्ज होला यो चाहिँ।
तपाईँको यस्तो छ माहौल होइन। ल साथीहरू चोकर मोकर पुग्यो। अझ यहाँदेखि चाहिँ 2.5 घन्टा जति लाग्छ अरे। यहाँसम्म चाहिँ आइयो 2.5 घन्टा लाग्छ। अब यो चाहिँ चोकर मोकर भन्ने ठाउँ हो। अब फेरि 2.5 घन्टा ट्रेकिङ गर्नुपर्ने भयो। ओ फाइनली गाइड्स 4000 मिटरमा आइपुग्यो। अझै छ 250 मिटर जति हिँड्नुपर्ने। 4000 मा चाहिँ आइयो। भ्यू एकदम दामी भ्यू छ यहाँदेखि चाहिँ। फाइनल्ली गाइज फाइनल्ली अब आइसक्न थाल्यो है। कुण्ड यहाँ मुनि छ है गाइज। एकदम सके नसके आयो यार। भैरवकुण्ड फाइनल्ली थकान सक्यो होइन त। यो कुण्ड खै ल गाइस मिसन सक्सेस भयो। आइयो भैरव के गरे त्यो त यार तेरी ए सर त्यही त अहिले जानुपर्छ त चिसोमा। अन्त अब त मरेर लड्दै लड्दै गइहाल्नु। गाइस यो चाहिँ भैरवकुण्ड है देखाएर पानी जय हरे कुण्ड की जय। ओ माइ गॉड कुण्डको पानीले अझै गऱ्यो है गाइस। ताल चाहिँ यो है गाइस। यो सब तालै हो। पुरै फ्रोजन ताल फ्रोजन लेक। हजुर फ्रोजन लेक है गाइस। ताल यार यही छ पानी यही छ त। पानी यही छ तर घुम्नलाई चाहिँ यो फर वाचिङ गाइज है। अरू पनि हाम्रो यस्तै भिडियोहरू आइरहेको छ। स्टे ट्युन है गाइज, स्टे ट्युन।